करिब 2 सातादेखि हराएकी लेटाङ नगरपालिका 2 फडाइनेकी 13 वर्षीय बालिका अंशु गौतमको शव शुक्रबार बिहान बेलबारी चिसाङ साझेदारी वन क्षेत्रमा विक्षिप्त अवस्थामा फेला परेको छ। लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा 5 मा अध्ययनरत अंशुको शव अत्यन्त विभत्स ढंगले हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले घाँस काट्ने क्रममा देखेका थिए। शवको अवस्था यति दर्दनाक थियो कि उनको चप्पल, भित्री वस्त्र, घडी र शरीरका भागहरू फरक फरक ठाउँमा भेटिएका थिए। कम्बर मुनि र कम्बर माथिको शरीर छुट्टा छुट्टै अवस्थामा भेटिँदा हेर्ने जो कोहीको आँखा रसाएको थियो। टाउको अस्थिरपञ्ज र कपाल अर्कोतिर फेला परेको प्रहरीले जनाएको छ। यो क्रूर र अमानवीय घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ। परिवार शोक र आक्रोशमा छ भने स्थानीयवासीले दोषीलाई चाँडोभन्दा चाँडो कानूनी दायरामा ल्याउन माग गरेका छन्। मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटुवालले घटनालाई अत्यन्त गम्भीर अपराधको रूपमा लिएर सूक्ष्म अनुसन्धान सुरु गरेको बताएका छन्। उनले घटनाको कारण र संलग्न व्यक्तिहरूलाई पत्ता लगाउन प्रहरीले प्राविधिक तथा भौतिक प्रमाण संकलनको काम तीव्र रूपमा अगाडि बढाइसकेको जानकारी दिएका छन्। शवलाई पोस्टमार्टमका लागि पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। अनुसन्धान टोलीमा एसपी कटुवाल स्वयं, लेटाङ प्रहरी प्रमुख र बेलबारी प्रहरी प्रमुख सहितको टोली खटिएको छ।